चाहिँ आज नेपाली पिकनिक हो। यहाँ कान्छा छ, हेर्नुहोस् साथीभाइ। यता हुनुहुन्छ साथी हो। आज तपाईँहरूलाई म एउटा कुरो देखाउँछु। हुन्छ रे हो, यो चाहिँ भिडियो गरेको के हो, मेडिटेसन गर्ने भनेर भनेको छ। यस्तो चाहिँ अहिले भएर बजाएको पनि देखाउँछु तपाईँहरूलाई। ल हाम्रो बोजू खाना खानु हुँदैछ हो। ए अमेरिकाबाट नि हेरिदिनु होला, गरिदिनु होला। 2025 को 31 तारिक हो। यो नर्वेको पिकनिक हो। यो चाहिँ नर्वेको सानो भए पनि तर सबैजना आउनु भएको छैन, एकछिनमा आउनुहुन्छ होला। यहाँ चौरमा ढाकी नसक्नुहुन्छ है। ल आयो आयो आयो, माल आयो, हेर्नुहोस् माल यस्ता छन् हामीले खाने मालहरू साथीभाइ। साग हो ल, मासु साथी हो, अचम्मको मासु पोल्दैछौँ बनेलकै। ल हेर्नुहोस् है डल्लै सानै कहाँ अब हामी आज पिकनिक खानु आएको। सोमबारको पिकनिक। यो कुन पिकनिक हो? फर्स्ट, सेकेन्ड, थर्ड? यो फर्स्ट होला नि यो पालि त। यो त फर्स्ट हो। हिजो अस्ति चाहिँ खाएको चाहिँ हामी त्यत्तिकै आएको। Wait, 1, 2, 3. ल साथी, यही हो लास्ट भिडियो आजको 25 को पिकनिक। ल यो भिडियो सिडियो हेरेर चाहिँ यसो लाइक कमेन्ट सेयर गरिदिनु होला, अनि सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला है त। यो चाहिँ साग पकाइ छ है, बेतु साग साथी हो। तोरीको ल तोरीको। आज चाहिँ पिकनिक भइरहेछ है। शनिबारको दिन होइन, शनिबार आज कति थियो? 31 तारिक। 31 तारिकको दिन यसरी खाइँदैछ साथीभाइ हो। कुन ठाउँमा? रतो होला हो। रतो होला माथि माथि लाठी चोकदेखि माथि चपेटी बरपिपल अलि मुनि है।
तर यो माथिको चाहिँ च्वाचेको सेला हो पाकिसकेको होइन हो यो चाहिँ पाकिसकेको च्वाचेको अब साग पाकेपछि दुईजना उहाँ पकाइँदैछ भेना त्यता दाई यता यहीँ पनि छ अब ए त्यही पनि केटाकेटीहरू यता छ नि सबैभन्दा सबैभन्दा सानो सानो त्यहाँ यहाँ चाहिँ मान्छे मेडिटेसन गरे अघि बिहान देखाएको त्यही हो साथी सुतिरहेछ हाम्रो त के अरे होइन है बोजू चाहिँ यहाँ मासु सेकाएको भनिरहनु भएको छ बोजू कस्तो लागिरहेछ आजको पिकनिक राम्रो लागिरहेछ मलाई त दिदी पिकनिक कस्तो भइरहेछ अनि सुतिरहनु भएको छ त अनि ए मासु पोल्नुको लागि यहाँ छ खाना पाकिसकेको छ अनि बेबी यहाँ छ नानी सबै यता उहाँको अब मान्दैन